आहै राज्य बसेर गोर्खा मिलिट्री बनाए आहै दिल्ली दरबार आहै बङ्गाल राज्य फेरि मध्य प्रदेशमा आहै तैनात गरे आहै 1900 सालको आहै 18 सालमा आहै 1900 सालको 35 सालमा आहै विश्वयुद्धदेखि आहै बेवफा आहै भारत माताको आहै रक्षामा गरे आहै सुन सुन भाइ हो आहै सुन सुन साथी हो आहै गोर्खाको इतिहास आहै गोर्खाको कथा आहै स्वतन्त्र पछि आहै 48 सालमा फेरि नाम बसेर आहै बिएनपी बनाए आहै दक्षिणको बाटो आहै हैदराबाद सहर आहै सुरक्षाको भारा आहै गोर्खालाई दिए आहै 53 सालमा आहै जम्मू काश्मीरमा आहै बन्दुकमाथि आहै तैनात गरे तबकीको निगारैले लाग्यो मलाइमा तबकीको निगारैले लाग्यो मलाइमा घुमाइले रमाइलो 2 दिनको कारोबार कति रमाइलो आहै 62 सालको आहै चाइनाको युद्ध आहै नेपालको युद्ध आहै लडेका थिए आहै पूर्वाञ्चलमा आहै त्रिपुरामा आहै बङ्गलादेशमा आहै लडेका थिए आहै पूर्वी सितारा आहै पदक जितेर आहै गोर्खाको नाम आहै राखीमा दिए आहै 84 सालको आहै ब्ल्याक प्यान्थरको आहै मिसनको हिस्सा हाम्रो पुर्खा नै थिए आहै सुन सुन भाइ हो आहै सुन सुन साथी हो आहै गोर्खाको इतिहास आहै गोर्खाको कथा आहै भागलपुरको दङ्गा आहै बिहारको डाकु आहै नक्सलीहरू आहै सफाया गरे आहै जङ्गलको बाटो आहै पहाड तराई आहै गोर्खे भोजले आहै कर्तव्य निभाए आहै नाम कमाए आहै इज्जत कमाए आहै नाम कमाए आहै इज्जत कमाए अब सुन सुन साथी हो फेरि सुन सुन साथी हो आहै गोर्खाको इतिहास आहै गोर्खाको कथा आहै 2000 सालमा आहै बिहार झारखण्ड आहै अलग भए आहै 2 भाग भए आहै यसैमा क्रममा आहै बिएनपी हाम्रो बिहारको गौरव आहर पटनामा भए